कहाँ थियो यार हिजो राति आउन त आएको थिएँ म होइन। कतिवटा किनौँ? आन्टी मोन्स्टर दिनु नि, मोन्स्टर। अँ 6वटा ल। कसरी हो? 250 6वटा दिनुहोस् न। चिसै दिनु नि। सेतोबाट पनि छ? सेतोबाट 3टा दिनु, त्यो हो त्योबाट 3टा दिनु नि। कति भयो? 1500 ठ्याक्कै। यतिको 1500 यार। हुन्छ जे गर्दा भयो। अलि खाजा खाने बेलामा गरौँ 250। होइन मोन्स्टर भने यसो अलिकति होइन जेसुकै भए पनि मोन्स्टर भन्ने हुन्छ नि त। ठिक त यो भन्दा त हुन त अब त्यही के भन्छ एक्सट्रिमै ठिक हो नि हुन त होइन, र पनि मोन्स्टर भन्ने हुन्छ नि त। रेकर्ड हाल्न चाहिँ सम्झाइराख है, रेकर्ड गर्न अनि त्यो स्टप गर्न चाहिँ सम्झाइराख ल। अनि अहिले अलिक चार्ज घटेको बेला अलिक चार्ज घट्छ कि त्यसमा, अनि त्यो घटेको बेला त्यो पावर ब्याङ्कबाट सप्लाई गर्नुपर्छ त्यसलाई। जो राति आएको त्यो मोन्स्टर लिनको लागि यहाँनिर के भन्छ यहीँबाट मोन्स्टर खाएर गएको थियौँ न त हिजो। रोशन दाइले देखाएको थियो ठाउँ यहीँ मात्रै पाउँछ भनेर। मलाई राति अब कता हो कता जस्तो लाग्दिरहेको मलाई बिर्सिदिएर मैले। दमक हाम्रो केपी ओलीको ठाउँ। चेयरले हेर्दैछ त हो भित्र भ्यानबाट बाप्रे फर्केको थिएँ माथि अझै नि मोन्स्टर चाहिँ हाल होला केटोले अनि भारी भयो क्या ब्याग अनि ल्याम्मै झुन्डेर ब्रेक लाइटै छक्किरहेको क्या। अब यहाँबाट यस्तो तल हेर्दाखेरि मात्रै हल्का देखिन्छ क्या, फेरि ब्रेक लाइट बल्दिरहेको हुन्छ उसको।
यो चाहिँ दमकको भाटभटे नि है। अब ओर्लाबारी आइपुग्न आँट्यो। अब म अझै लोकेसन यही ओर्लाबारीसम्मको मात्रै थाहा हो होइन। यहाँदेखि आएँ म गएकै छैन। आउनु त आएको छु पहिला आएको थिएँ। अब त्यो त्यस्तै मजाले थाहा छैन रोडहरू बाटोमा के कस्तो होइन। दमकसम्म यो ओर्लाबारीसम्म त कहाँ के छ सब भन्दैन। कतिवटा खाल्डो बाटोमा त सुधा थाहा भनिदिन्छु क्या म। त्यस्तो हिँडिरहेको थियो अस्तिसम्म। अनि यहाँदेखि 3 किलोमिटर मात्रै छ ओर्लाबारी। र सब थाहा हुन्थ्यो क्या मलाई। सब थाहा हुन्थ्यो के भन्छ ओर्लाबारीसम्म चाहिँ प्रायः सबै थाहा छ क्या बाटोहरू मलाई। अनि फर्स्ट टाइम यसरी बोल्दै हिँडेँ अब है। कस्तो लागिरहेको छ मलाई चाहिँ। अब बिस्तारै बानी त म अब एसेसरिजहरू किने यत्रो किने होइन। गोप्रो किन्यो, माइक एडप्टर किन्यो होइन, मिडिया मोड किन्यो होइन, ब्याट्री किन्यो, एसडी कार्ड किन्यो होइन। यत्रो एसेसरिजहरू जोडियो, इन्स्टा किने होइन। अब नबोलिकन बल आएर लाटो जस्तो हिँड्यो भने त हुँदैन नि त होइन। अलिअलि बोल्नै पर्ने रहेछ होइन। बिस्तारै सिक्नुपर्छ होइन। सब्सक्राइबरहरू पनि यसो अलिअलि बढ्दैछन् होइन। दाइहरूको थ्रोबाट पनि अलिअलि बढ्दै हुन्छ। त्यो छ अब हेरौँ। अब एडिटिङहरू सिक्नुपर्ने छ हल्का फुल्का होइन। अलिअलि बोल्न पनि सिक्नुपर्ने छ। बिस्तारै डेभलप हुँदै जाने हो भने त सुरुमै पर्फेक्ट त कोही पनि हुँदैन है। त्यही हो। धेरै चाहिएन क्या मलाई। 2 दिनमा 1जना सब्सक्राइबर बढो भने पनि हुन्छ क्या मलाई हुन चाहिँ। तर 2 दिनमा एउटा चाहिँ बढ्नै पर्यो है। फेरि 30 दिनमा 15वटा सब्सक्राइबर भयो भने पनि मलाई पुग्छ क्या। बरु बिस्तारै जाने हो क्या। पावर ब्याङ्क भएको ठ्याक्कसँगले एसेम्बल गरेर यसलाई होइन सजिलो हुन्थ्यो। छैन। इटरीतिर कतै खुल्ला हुन्छ होला होइन। इटरीतिर चाहिँ अब पावर ब्याङ्क खोज्नु पऱ्यो। त्यसो भए 60-61 को माइलेज भनेको त ठिकै हो नि त एभरेजमा त। अब यत्रो ओर्लाबारी आइसक्यो त आइतबारै आइसक्यो होइन। 30 किलोमिटर 30-35 किलोमिटर हान्ने हो। इटरीसम्म हानौँ न होइन। अनि थाहा हुन्छ एभरेज कतिको दिने रहेछ यतिको कुराले होइन। कडालाई सिधै भन्यो त टायर मेरो गाडीले त माइलेजै दिँदैन यार। 61 मात्रै देखाउँदैछ यार भनेर तोप्न लाउनुपर्छ क्या। 61 भनेर तर्सेला नि त फेरि है। मेरो गाडीले 30-35-40सम्म मात्रै दिन्छ भन्छ अनि फेरि केटाहरू। हिजो बेलुका फुल ट्याङ्की हालेको थिएँ 1300 को होइन। 4 पानीमा हालेको थिएँ। त्यहाँदेखि लगभग 10 किलोमिटर जति कुद्यो होला म बेलुका। 10 छैन नि लगभग 10 राख्थ्यौँ न। यता तल गोकुलहरूतिर गएँ। त्यहाँदेखि घर गएँ नि त म लगभग त्यही 12-13 आएको थियो एभरेजमा। 10 भनिदिउँ न होइन। लगभग 10 कुदेको थिएँ म। अनि त्यो 10 किलोमिटर अहिले यहाँनिर यत्रो कुदिसक्यो होइन। यो काँडा त घट्दैन। यो काँडा त खुसीसम्म यो फुलको फुलै देखाउँ जस्तो लाग्दैछ मलाई जहाँसम्म हो। बक्रा पुल बाढीले पोल सब लडाइदिइरहेको छ यहाँनिर। नभए कहीँ बसेको बेला के गरेको बेला होइन टक्क यो क्यामेरा चाहिँ अझै अलिकति पछाडि आउने गरी होइन। थोरै पछाडि आउने गरी उयो गर्नुपर्ने छ। एसेम्बल गर्नुपर्ने छ। सुपर भ्यूमा राखेको छ। सुपर भ्यूमा के हुन्छ भने अब्जेक्टहरू अलिकति सानो देखाइन्छ क्या। अलिकति पर देखाइदिन्छ क्या। अनि अब वाइडमा राखेको भने होइन अब रोड मात्रै देखिन्छ क्या। त्यो अलिकति परको त्यो भ्यू सिउहरू देखिँदैन क्या यसले क्या। अनि त्यो अलिकति मिलाउनु पर्नेछ। अब हावा पुरै ल्यामै चलेछ भित्रैसम्म।
इटरीतिर गएर खाजा खाऊँ भन्नुपर्छ होला केटाहरूलाई। इटरी 33 किलोमिटर रहेछ होइन। फोन दोकानमा गएर बाटोमा थियो होला सायद फोन दोकानहरू बोलाएर, मैले यादै गरेन। अलिकति राम्रो खालको पावर ब्याङ्क चाहिँ एउटा किन्न पाए चाहिँ अलिकति सजिलो हुन्थ्यो। यो साइडहरू म प्राय त्यस्तो धेरै हिँडेकै छैन क्या, कि त राति हिँडेको छ होइन, हिँड्दा पनि कि त राति हिँडेको छ, दिउँसो हिँडेँ भने त्यही सानोमा हिँडेको थिएँ म होइन। त्यो सानो हुँदाखेरि निकै पहिला हो क्या, त्यतिखेर हिँड्ने हो यो बाटोहरू निकै सानो हुँदाखेरि नि हिँड्यो भने। एकचोटि त्यो राति त आएको हो यो बाटो, उता कोरिडोरको बाटोबाट ताप्लेजुङ पर यिनीहरू 39 किलोमिटर 49 किलोमिटर त्यो इनोभाको बाटो के भन्छ कोरिडोरको बाटो उता ताप्लेजुङ बढाउँदाखेरि राति हिँड्यो क्या सुजन दाई र म हिँड्यो हो त्यतिखेर। त्यहाँदेखि त्यो बाटो त हिँडेकै त छुइनँ म होइन, त्यो पनि राति त्यो नआए त अनि म त निकै सानोमा हिँड्यो नि त, अनि बाटो त अनि निकै पहिला हिँड्यो, त्यस्तो थाहा नै छैन क्या मलाई यताको रोडको बारेमा क्या। तर अलिक साँघुरो भयो क्या बाटो क्या। होइन एसियन हाइवे बन्यो भने चाहिँ अलिकति बाटो अलिकति ठुलो फराकिलो देखिन्छ नि त। बाँच्छ र बाँच्नु त बदल सदल रहेछ नि त यो जङ्गलतिर, बदल सदलहरू पनि रहेछ नि त। मृग सिरुवा पनि रहेछ त अनि भनेपछि पथरी आइपुग्यो पथरी। खाजा कहाँ खाने हो? खाजा कहाँ खाने हो? खाजा इटरीतिरै खाऊँ न ल। एउटा पावर ब्याङ्क पनि किन्नु पर्ने नै छ कि, इटरीतिरै बरु किन्दिनँ खाजा खाएर होइन। पावर ब्याङ्क क्या एउटा, पावर ब्याङ्क सारा ब्याङ्क भनिरहेछ फेरि यो मान्छे होइन। त्यो थिच न त्यो ढलाई हाने त रोड पनि आम्मा। इटरी 23 किलोमिटर।
इलाका प्रहरी कार्यालय केरखा मोरङ पनि सिधै हो र ए अब सुन्छ अरे के कुन हो सायद हुनसक्छ बाफ्रे बन्दर त टन्नै रहेछ नि त त्यहाँनिर जाने इटारी 21 किलोमिटर भिडभाड एरिया हो है पुल रहेछ बर्खाको बेला पानी बढी आउने रहेछ होइन साइड लाग्न खोज्छ त हो चक्का हाने आफै टक्क आएर चाहिँ होइन टायर चेन्ज हानिदिनु पर्यो पछाडिको पोलोको 150 सेक्सनको लाग्ने हो टायर चाहिँ यसमा होइन 140 सेक्सनको टायर लाग्ने हो 160 सेक्सनको हानिदिनु पर्यो क्या पायो भने चाहिँ पाएन भने त्यो 150 सेगमेन्टको माइलेज घटाउँछ अरे घटाउनु चाहिँ आना म पनि ब्याट्री चेन्ज गरिदिइहाल्नु पर्यो यार यसको सिमट रहे आँखों के आके लम्हे ये क्यों कट रहे हैं जान के सर पे Сукая. अब रोड हेर्नु पर्यो नि त होइन अब आउनु नै पर्ने छ अब यो साइडतिर अब कहिले हुन्छ एकचोटि होइन दसैँपछि सायद आइन्छ पनि होला एकचोटि त होइन इटारी 16 किलोमिटर ठिक छ होइन ठिक छ 16 किलोमिटर सिकारले चाहिँ टेन्सन दिन्छ कि जस्तो लाग्दैछ मलाई एकचोटि फोनमा हालेर सब बढाइदिने त्यसको पनि अहिले बसेको डाउनलोड गर्ने अहिलेको रेकर्डिङ जति बसेको डाउनलोड गर्ने अनि पढाइदिने छ फेरि स्टोरेज खाली हुन्छ त्यति गरेपछि र 12 घन्टाको ब्याकअप छ नि त बिहान 7 देखि बेलुका 7 सम्मको ब्याकअप छ नि त त्यहाँनिर त यसको त छैन नि त 4 घन्टा 5 घन्टा मात्रै छ अनि इन्स्टामा त छ 12 घन्टाको छ बेलुका गएर मिडियामा डाउनलोड गर्दा भइहाल्छ त्यसको त त्यस्तो खासै टेन्सन हुँदैन
अब यसको चाहिँ